हेलो मामुहरू, आज आफ्नो नानी बाबुहरूलाई के टिफिन पठाउनु भयो त? हजुरहरूले कहिले तरुलको सिङ्गडाको केही खाजा बनाएर पठाउनु भएको छ नानी बाबुलाई? आज मसँगै तरुलको चाहिँ खाजा बनाउन सुरु गरौँ है त। मैले तरुललाई बोइल गरेर लिएको छु। त्यस्तै पनिर, बोइल गरेको आलु अनि प्याजलाई मसिनो गरेर काटेर मैले त्यसलाई ग्रेड गरेर लिएँ। त्यसमा आफूलाई मनपर्ने मसला, बेसार, जिरा धनियाँको धुलो, अलिकति चाट मसला अनि अलिकति मैले चाहिँ पिज्जा सिजनिङ हालेँ। त्यसपछि आवश्यकता अनुसारले नुन अनि रातो काटेर खुर्सानी हालेँ। पिरो आफ्नो इच्छाले राख्न सकिन्छ अनि यसलाई मजाले मुछेर चाहिँ एउटा डो बनाउनुपर्छ। राम्रो डो बनिहाल्छ। त्यसपछि टिक्कीको सेप दिएर प्यानमा घिउ अथवा तेल राखेर चाहिँ यसलाई मजाले पाक्ने गरेर उल्टाइ पल्टाइ पकाउनु पर्दछ। म चाहिँ घिउ नै प्रिफर गर्छु। म चाहिँ घिउमै बनाइदिन्छु नानीलाई। मजाले उल्टाइ पल्टाइ पाकेपछि एकदमै हेल्दी अनि टेस्टी खाजा रेडी हुन्छ। नानी बाबुलाई नि पठाउन सक्यो, आफूले नै खान मिल्यो।